Hello everyone, welcome back to my channel. Once again, सबैलाई नमस्ते. सो जति पनि मेरो भिडियो हेर्नु हुनेहरु छ सबैले मेरो भिडियो हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनुस् होला. ल गाइस, म चाहिँ अब एकछिन सन्डे अब सब्जीहरु गर्नु गएको हो. उपर हाम्रो हाइरापाडा मार्केट. म चाहिँ हाइरापाडामा बस्छु, तपाईलाई थाहै छ होला. सिलगढीमा हाइरापाडामा बस्छु म चाहिँ हैन. म त सायद तपाईलाई मैले भनेको छुइनँ होला. सो म चाहिँ हाइरापाडाको यहाँ पर सब्जी मार्केट. बिहान नै आज सन्डे हो, सब्जी मार्केट लाग्छ. सो म चाहिँ सब्जी मार्केट जाँदैछु सब्जी ल्याउनु, सब्जीहरु किन्नु, केहरु किन्नु सन्डेको लागि. सो त्यहाँ तपाईहरु गएर म तपाईहरुलाई त्यहाँ देखाउने छु. सो गाइस, म चाहिँ निस्के हाइरापाडा मार्केट जाँदैछु. सो बिहानको अहिले चाहिँ कति बज्यो? 10 बजे. बिहानको 10 बज्यो. बिहानको 10 बजेको भ्यू त्यस्तो छ हैन. तपाईहरुलाई म हाइरापाडा मार्केटमा बिहान नै अब सब्जीहरु बेचिरहेको हुन्छ हैन. सो त्यो देखाउने छु त्यहाँ गएर. गाइस, यही हो हाइरापाडा मार्केट. हाइरापाडा सन्डेको दिन चाहिँ सब्जीहरु बेच्छ बिहानै हो. सो भिड हुन्छ पुरा. तपाईहरु कोही यहाँनिर हाइरापाडा मार्केट, हाइरापाडा बजार छेउछाउ यहाँ आउनु भएको छ सन्डेको दिन चाहिँ आउनु होला हैन. सन्डेको दिन आएर चाहिँ सब्जीहरु किन्न सक्नुहुन्छ. सन्डे चाहिँ फ्रेस सब्जीहरु पाउँछ यहाँनिर ल. म चाहिँ यहाँनिर सौदा गर्छु हैन. दाजु, आलु कसरी हो? 15 रुपैयाँ. 15 रुपैयाँ यो हो त. यो 20 रुपैयाँ. इस्कुस कसरी हो? 20 रुपैयाँ किलो इस्कुस. आम्बो हो 20 रुपैयाँ किलो रे. अस्ति हामीले 10 किलो जस्तो ल्याएको थियो. प्याज छ, प्याज लानुपर्छ. प्याज लैजाऊ न. आधी किलो 20 रुपैयाँको लैजाऊ न. प्याज 20 रुपैयाँको लैजाऊ हो. गाइस, तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर आम्मामा भिड छैन त बिहान त. यहाँ पर पनि ड्याममै भिड. मासु दोकानमा पनि हो. यहाँ अगाडि सबै माछा दोकानहरू सबै भिड छ. उता पनि छ सब्जी मन्डी हो. यहाँ मात्रै होइन, उता पनि 2 जग्गा छ. तपाईहरुले यो जग्गा कता हो तपाईलाई थाहा छ भने कमेन्टमा सेयर गर्नु होला हैन. हाम्रो सजना किन्नु छ. अनि तपाईलाई देखाउँछु नि म हामी के किन्दैछु, म के किन्दैछु हैन. तपाईलाई देखाउँछु म के किन्दैछु. तपाईले देख्न सक्नुहुन्छ यहाँ पुरा भिड हुन्छ. सन्डेको दिन चाहिँ बाहिरतिर पनि बाइकजन लागिरहेको हुन्छ. हाम्रो मेन मार्केट भित्र हो. पुरा भिड छ, पुरा भिड. टमाटर कितना है? 15 रुपैयाँ. 15 रुपैयाँ. यहाँ हो कति दियो? 20 रुपैयाँ. टमाटर 15 रुपैयाँ. टमाटर 15 रुपैयाँ किलो हो यहाँ चाहिँ हो.
गाडी चाहिँ फिस मार्केट तपाईँको गाइस अब निस्किँदैछौँ। गाइस फर्किसक्यो अब सौदाहरू गरेर सब्जीहरू किनेर मार्केटबाट हो रुम आइपुग्नु आँट्यौँ। रुम पनि आइपुग्यो हो। अब गएर बनाएर खानुपर्छ। सो गाइस आइपुग्यो होइन। त्यो हामीले के किन्यौँ भन्दाखेरि चाहिँ टमाटर 1 केजी अलिक बेसी छ हो। टमाटर पनि महँगो रहेछ, अहिले प्राइस पुरा बढेको रहेछ होइन। 15 रुपियाँ केजी। अन्त माछा ल्यायौँ, सन्डे हो माछा खानुपर्छ। त्यही तपाईँहरूले के भन्नुहुन्छ, ड्रमस्टिक सजनी या के भन्छ होइन, सजनी या के भन्छ, ड्रमस्टिक भन्छ होइन। तपाईँहरूले देखेको होला, मैले किन आयौँ। त्यहाँदेखि प्याज टमाटर यताको सबै किनिहाल्छ होइन। सबै किनेर आएर तपाईँले किनेर खानु हो। अनि त्यही हाम्रो ब्रेड ब्रेड छ, 2टा ब्रेड बन्छ, एउटा बन, एउटा केक एन्ड उता तपाईँको भुजिया। त्यो चाहिँ बिहान अब खाजा खानुलाई। अहिले अब चाहिँ हामी यहाँनिर माछा फ्राई गर्दैछौँ हो। माछा फ्राई गर्नु चाहिँ एकदम रिस्की हुन्छ है। फाइनली गाइस अब चाहिँ माछा फ्राई गरिसक्यो। अब रेडी छ बनाउनुलाई। सबै सपिङहरू गरिसक्यो, सब्जीहरू पनि यहाँनिर पनि मसलाहरू पनि रेडी गरिसक्यो। सो गाइस अब चाहिँ रेडी भइसक्यो खानाहरू पनि। तपाईँहरूले पनि सक्नुहुन्छ। यहाँनिर दामी खाना छ तपाईँको माछा र सजनी, त्यो राइस पनि भइसक्यो, भात पनि। सो अब खानुपर्छ। वाउ टेस्टी भएको छ ल सब्जी चाहिँ। अब चाहिँ हामी खाएको है भूमिकाले बनाएको माछा होइन। कस्तो भएछ टेस्ट अब खाएर चाहिँ भन्नेछु होइन। मिठो भएन, मिठो मिठो भएन, मिठो नभएन भन्छु म सिधै कुरा हो। त्यो चाहिँ म त्यो मिठो भएछ भनेर चाहिँ मिठो नभएन अहिले मिठो भएछ भन्ने मान्छे त होइन म चाहिँ हो। बुझ्यौ? बेसी चाहिँ नहुनु है। म चाहिँ अब जस्तो छ त्यस्तै भन्ने हो। खाएर भन्छु ल म। त्यसो टेस्ट कहाँ चाल पाउँछ? मिठो छ टेस्ट।